हेलो गाइस, स्वागत छ हाम्रो मिनी ब्लगमा। हजुरहरूलाई आज चाहिँ हामी घरमै चटपट बनाएर खान लागेको। चटपटमा चाहिने सामानहरू लिनको लागि भनेर हामी पसलतर्फ लाग्यौँ। पसलतर्फ लागेपछि हामी फेरि पसलबाट सामानहरू लिएर फेरि घरतर्फ लाग्यौँ। घरतर्फ लागेपछि हाम्रो चाहिँ यतातिर पानी परेको कारणले बाटोहरू कति फोहोर भएको छ हेर्नु होला। हजुरहरूलाई पनि देखाइन्छौँ पानीहरू जम्मा भएर बाटोमा कस्तो भएको छ। त्यो बाटोलाई हामी इग्नोर गर्दै फेरि हामी घरतर्फ लाग्यौँ। घरतर्फ लागेपछि फेरि हामी घर पुग्यौँ। घर पुगेपछि ठुलो मम्मी आउनुभयो। ठुलो मम्मीलाई हामी चटपटको सामान ल्यायो भनेर देखायौँ। चटपटको सामान ल्यायो भनेपछि फेरि हामीले बदम भुट्नको लागि रेडी भयौँ। फेरि बदमलाई हामी चाहिने तेल हाल्यौँ। तेल हालेपछि बदम राख्यौँ। बदम राखेपछि त्यसलाई रातो हुने बेरसम्म हामीले पटपट भुट्यौँ। हाम्रो दिदीले चाहिँ प्याज काटेर रेडी गर्दै हुनुहुन्थ्यो। ठुलो मम्मीले चौचो हालेर रेडी बनाउँदै हुनुहुन्थ्यो। त्यसमा हामीले अब तेल हाल्यौँ। तेल हालेपछि दिदीले मोलमाल गर्नुभयो। मोलमाल गरेपछि ठुलो मम्मीले चाख्नुभयो। दिदीले पनि चाख्यौँ। सबैजनाले चाखेपछि हाम्रो चटपट रेडी भयो। आजको लागि यति नै। बाई गाइज।